think I'm pretty without any makeup on. You think I'm funny when I'll tell the punchline wrong. I know you get me, so I'll let my walls come down. आइसलेक जाने बाटो चाहिँ यहाँ चाहिँ भर्खर थाहा भयो बाटो भन्नाले आइसलेक जाने यहीँबाट रहेछ हामी बसेको ठाउँबाट चाउचाउ खाँदै हुन्छ दाइहरू अब चाहिँ हामी नास्ता खाएर हिँड्ने हो यहाँ हाम्रो मुनि त हिमाल त माथिबाट त सब मुनि बादल देख्छ नि माथि हिमाल कुन अग्लो छ त्यो मात्रै टक 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 देख्छ त्यस्तो हुन्छ नि माथि त्यत्रो पैसा खर्च गरेर जान्छ विदेशीहरू यताबाट हुन्छ आइसलेक जाने हामी जाँदैनौँ हामीलाई त्रिचुल थकाइसकेको छ अलरेडी चाउचाउ इन्जोय गर्ने बेसी सर भाग्ने जो पनि खाइयो अब एकछिनमा हामी जाने होइन दाइ गाउँ ड्राइभरलाई वेटिङमा चल्दिने हो प्याकिङ हुँदै होला यता यस्तै चाहिँ हाम्रो रुम चाहिँ होटलबाट फर्किँदैछौँ हामी होइन दाइ बिर दाइ अनि यही गाडी हो अस्ति आएको र दाइले चाहिँ फेरि पुऱ्याइदिनुहुन्छ अनि यहाँको चाहिँ होटेलको कस्ट सस्तै रहेछ हेर्नु अरू ठाउँभन्दा होटल पनि राम्रो छ वाइफाई पनि फ्रीली चल्छ लाइन भएको बेलामा दामी छ रुममा हिजो यसै मनाङ भ्याली छिर्दैछौँ हाइटको चाहिँ यहाँ छ हेलो जान्छौँ 35-40 यस्तो रहेछ है गाइजहरू मनाङ भ्याली उता तलबाट हेर्दै सान देखेको थियो नि ठुलो रहेछ होटेलहरू सर हेरौ त्यतिले जग्गा ढुङ्गाको क्या भित्र लगेर जाने बोलाएर आउने त्यो चाहिँ फर्किनु लाग्यो अब यस्तै रहेछ बजार चाहिँ अनि अब यहाँबाट चाहिँ तल गएर ड्रोन उडाउँछु म यहाँको भ्यूहरूको पनि भिडियो बनाउँछु फोटोहरू पनि लिन्छु होला त्यहाँबाट पनि हेरौँ ल ड्रोन भ्यू पनि खुवाउँछु एकचोटि बजारहरू तल फर्केको हामीहरू चाहिँ यहाँ गाडी रोकेर ग्रिन लेक जाँदैछौँ ग्रिन लेक बाटो पनि पर्दो रहेछ यता आइसकेको जस्तो जानु पऱ्यो त होइन त विमललाई होइन म जाने बस्छु म अगाडि बस्छु क्या त सुत्ने सेयर नगर न केही हुन्न जानेपछि बस् न ल ग्रिन लेक जाँदैछौँ आयो ग्रिन लेक यहाँनिर हेरी एक्साइटमेन्ट लेभलै हुन्छ यस्तै छ गाइजहरू लेक सफा छ नाम जस्तै ग्रिन छ ग्रिन लेक यता एउटा होटेल पनि रहेछ हिमालको रेन्जहरू before
before you met me. Yeah, I was alright, but things were kinda heavy. You brought me to life now every February. Yeah, you'll be my Valentine. So let's go all the way tonight. No regrets, just love. निस्क्यौँ हामी अब ग्रिन लेकदेखि फोटो भिडियो लिएर अब डाइरेक्ट सिधै अब झरना त्यसपछि चाहिँ बेसी छ तर हाम्रो अब ड्रोनको चार्ज नभएर चाहिँ टेन्सन भयो चार्जरको त एडाप्टर हाल्ने बेसी छ यो अलिक बिर्सियो धेरै कुरा त्यहाँ until we die, you and I will be young forever. 'Cause you make me feel like I'm living a teenage dream. The way you turn me on, I can't sleep. Let's run away and don't ever look back, ever look back. Oh, my heart stops when you look at me. Just one touch, now baby I believe this is real. So take a chance and don't ever look back, ever look back. Oh, we drove to Cali and got drunk on the beach. Got a motel and built a fort out of sheets. I finally found you, my missing puzzle piece. I'm complete, and I'ma get your heart racing in my skin tight jeans. Be your teenage dream tonight. Let you put your hands on me in my skin tight jeans. Be your teenage dream tonight. Oh, 'cause you make me feel like I'm living a teenage dream. The way you turn me on, I can't sleep. Let's run away, don't ever look back, ever look back. Oh, my heart stops when you look at me. Just one touch, now baby I believe. हामी चाहिँ स्याउ लिन आएको है मनाङको ओरिजिनल स्याउ च्याम्पियन ठाउँमा खैरीहरू चल्यो है चल्यो मुस्ताङको हजुर भने मुस्ताङको मुस्ताङको हो त्यो लास्टै भाइरल भइरहेको थियो त्यो रुप्से झरना भन्ने हो पहिला त्योमा पुल थिएन आजकल पुल बनिसक्यो त्यो बसमा त्योबाट पानी झरेर गएको होइन हामीले यहाँनिर होटलमा खायौँ यसमा बिहानको होटल चाहिँ यस्तो छ अनि भित्र बसेर खाएको त्यो अबको स्टप चाहिँ त्यही बाहुबली झरना त्यो त्यसमा हुन्छ त्यसपछि हामी बेसी सर जान्छौँ त्यसपछि के हुन्छ म अपडेट गर्छु समय ओके फरेल लगा फरेल 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 ओके राउँ भाइ सर रिला हाम्रो सर छ नि सर राम्रोसँग गाडी चलाउँछन् भनेर भनिदिनु म नआउँदै म कर्सेनी खोलामा हालिदिनु कि हत्ती गरेर
chance and don't ever look back, ever look back. कन्टेन्ट आयो कन्टेन्ट जाँदाखेरि यो बबुल झर्न के हो यसमा हामी के खिच्न पाएको छैनौँ राति भएर Found our names written in the stars forever. Looking back at all that we've been through, a fairy tale come true. I'm there for you, looking up above into the sky. Everything just seems so far. This is our time into the night. ठिक्क हामी गाडीबाट झऱ्यौँ बेसर आयौँ ठ्याक्कै गाडी पनि भेट्यो काठमाडौँ जाने गाडी बेसर गयो काठमाडौँ जाने गाडी पानी परिरहेछ अब चाहिँ यसमा चढ्छौँ जस्तो झ्याउँदै हुन्छ मुलीसम्म जान्छौँ त्यसपछि उता चाहिँ विमल दाइले अलरेडी गाडी भनिसक्नु भएको छ काठमाडौँबाट आउने गाडी 11:30 बजी हामी उता गएर चाहिँ त्यो गाडीमा हामी दाङ जान्छौँ आज मोस्ट प्रोभाइडली हामी यस्तो छिटो मतलब दाङबाट जाने मान्छेहरू छिटो पुलिचो घुमेर आउने अरू छैन होला यस्तो लाग्छ है मलाई चाहिँ किनभने चाहिँ हामी 31 गते 30 गते साँझ हिँडेको 4 गते साँझ घर हिँडिसक्यो भने 5 गते साँझ पुगिहाल्छौँ हामी 5 गते बिहान पुगिहाल्छौँ ठिक छ बस राम्रो रहेछ एकदम अब मुगलिङ आइसक्यो हामी यहाँबाट उता घरतिर जाने हो उताबाट काठमाडौँबाट गाडी आउँदैछ अर्को हिमलाई हेलो फ्रम मुगलिङ दैनी रहेगी दैनी रहेगी अब पछाडि सँगसँगै ल्याइने खाजा खान्छौँ के गर्छौँ गाडी आयो भने गाडीमा चढेर हिँडिहाल्यो गाडी अब दाङमा धेरै बस्दैन र मान्छेले बताउनु भयो हामी यति छिटो यसरी गाडी हिँडे पागल जस्तो हिँडिरहेको छौँ भन्ने चाहिँ मरिँदैन मुगलिने यहाँदेखि उता काठमाडौँ उता जाने भयो यताबाट हामी आएको अब यसमा पस्छौँ के गर्छ अनि यस्तो छ अवस्था ल खाजा आयो हाम्रो भात चाहिँ खाँदैनौँ हामी खन्नै खाएर आएको खाना चाहिँ एकदम धेरै खाएको छु मैले अनि त्यस्तो छ त्यही धेरै खायो चिकन पनि आयो ल खाजा खायौँ हामी अब चाहिँ यहाँबाट गाडी आउँछ 5 मिनटमा निस्किन्छौँ दाङ खै कता गयो त्यो बेसी ब्याग त्यसो अब एकछिनमा निस्किने हो रेकर्ड भइरहेछ अनि त्यसपछि अब चाहिँ के कस्तो भयो एक्सप्लेन गर्छु म भोलि घर पुगेर ए हो कसरी भन्ने कुरा छ गाडी आउँदैछ हाम्रो सबै कुराहरू भोलि एक्सप्लेन गर्छु म अब आज यहाँबाट हिँड्यो भने हामी भोलि 10 जाम परेन भने 10-12 बजी पुगिहाल्छौँ घर मुगलिनमा छौँ होइन त्यही नै हो गाइज गाह्रो भयो होइन एउटा एचिभमेन्ट
एक्सेप्ट गरेर अब मुलीसम्म आउनु पाए कस्तो हुन्थ्यो भन्नुभएको थियो। अब चाहिँ चिल्लो बाटो आयो नि त, त्यसैले खुट्टा दुखेर हैरान छ। दाङको सान कस्तुरी कस्तुरी छ अब गाडीमा भइसक्यो फाइनल्ली। अब अधा गुरुङ कहिले गर्नु सुन्दरी जानु फाइनल्ली स्विट होम स्विट रुम घर आइसक्यो है त। यस्तै छ पारा। अब फ्रेस हुने, त्यसपछि फेरि हल्का म एक्सप्लेनेसन गर्छु के कस्तो भयो ओभरअल ट्रिपको बारेमा। त्यही नै एकदम टायर्ड भएको छु। सो गाइज हामी चाहिँ तिलिचोबाट रिटर्न भइसकेका छौँ। हजुरले भिडियोमा पनि देखिसक्नुभयो। भिडियो चाहिँ पार्ट पार्टमा राखेको छु मैले होइन। यो चाहिँ भिडियोको लास्ट पार्ट हो। अनि हामी चाहिँ तिलिचोबाट फर्केर फाइनली घर आइपुग्यौँ। ओभरअल अब तिलिचो कस्तो भयो होइन, तिलिचो के रहेछ त खास हुन्छ नि। अब मनाङ कस्तो रहेछ भनेर बुझ्नको लागि चाहिँ हजुरहरू एकचोटि घुम्न जानै नै पर्छ। यदि हजुर प्लान गरिराख्नु भएको छ कोही जान होइन, अब मेरो साथी सर्कलबाट, मेरो फेसबुक फ्रेन्डबाट अथवा मलाई जसले हेर्नुहुन्छ त्यहाँबाट जान खोज्नु भएको छ भनेपछि वान टाइम भिजिट चाहिँ गर्नै पर्छ होइन। किनभने हरेक कुरा त्यहाँको लाइफस्टाइल, त्यहाँको कल्चरहरू सबै कुराहरू देखिन्छ होइन। अब सबभन्दा ठुलो कुरा त त्यहाँ गएर हामीले अब त्यहाँको एक्सपिरियन्स के, त्यहाँ घुमेर हामीले सिक्ने कुराहरू, देख्ने कुराहरू धेरै कुराहरू हुन्छ होइन। त्यो त हजुरलाई पनि थाहा छ, हरेक नयाँ ठाउँको एउटा नयाँ कथा हुन्छ। त्यस्तै अब ओभरअल हामीले कुरा गर्नुपर्दाखेरि चाहिँ अब कस्ट कति लाग्यो भन्ने कुरा हुन्छ होइन। हामी चाहिँ गाडीबाट गएको थियौँ। हजुरले भिडियोमा पनि हेरेर थाहा पाउनु भयो होला। हामी चाहिँ बाइकमा गएको थिएनौँ योपालि, अहिले चाहिँ हामीहरू गाडीमा गएको थियौँ। गाडीमा जाँदाखेरि चाहिँ हामीलाई कस्तो हुँदो रहेछ भन्दाखेरि एक्ज्याक्ट मैले पैसा चाहिँ भन्दैन होइन, ओभरअल यति लाग्दो रहेछ भनेर चाहिँ भन्छु म। हामीले यहाँदेखि चाहिँ फर्स्ट डेमा साँझ 4:30 5:30 बजेको गाडीमा यहाँदेखि दाङदेखि चाहिँ पोखरा गयौँ होइन। अनि साँझै हिँडेको गाडी हाम्रो 6:30 बजीतिर पोखरामा हामी गाडीबाट ल्यान्ड भयो होइन। अनि त्यसपछि त्यहाँ गइसकेपछि हामी त्यहाँबाट चाहिँ हाम्रो तपाईँको लमजुङको बेसी सहरसम्मको छुट्टै गाडी हुँदो रहेछ। लमजुङ सहर भनौँ न, लमजुङ सहरसम्म चाहिँ हाम्रो छुट्टै गाडी हुँदो रहेछ। त्यहाँसम्म गयौँ। त्यहाँदेखि चाहिँ उता गाडी पाउन एकदम गाह्रो हुँदो रहेछ होइन। यो दसैँको पिक सिजनमा, दसैँ तिहारको पिक सिजनमा चाहिँ एकदम गाह्रो हुँदो रहेछ। कति टुरिस्टहरू चाहिँ त्यहाँदेखि हिँड्दै जानुभएको थियो होइन। त्यही हो, अब ट्रेकिङहरू चाहिँ गर्ने भनेको हामी नेपालीहरूले म्याक्सिमम् गर्ने भनेको हामीले पनि गरेको भनेको चाहिँ खाङसारबाट चाहिँ गरेको थियौँ। लमजुङको सहरबाट चाहिँ हामीहरू त्यहाँदेखि चामेको सबै भिडियोमा मैले एक्सप्लेन पनि गरेको छु होइन। अब टोटल ओभरअल कस्टको कुरा गर्नुपर्दाखेरि चाहिँ हाम्रो कस्टिङको कुरा गर्नुपर्दाखेरि हामीले चाहिँ स्पेसिफिक के किनेको थियौँ भन्दाखेरि जाँदाखेरि जुत्ता चाहिँ हामीले एउटा ट्रेकिङ सुज के अरे गोल्ड स्टारकै किनेको थियौँ होइन। 3032 यस्तै परेको थियो सबै। अब सक्सहरू किन्दाखेरि 3500 थियो भनौँ। त्यसपछि स्टिक चाहियो अनि एउटा ट्रेकिङ ब्याग, त्यस्तै किन्दाखेरि चाहिँ 4000 5000 चाहिँ त्यही नै जान्छ। प्लस एक्स्ट्रा खर्च हाम्रो कति भयो गाडीको खर्च भन्दाखेरि गाडीको अलिकति म्याक्सिमम पैसा लाग्ने भनेको चाहिँ लमजुङदेखि चाहिँ हामी खाङसार पुगेको चाहिँ चार्ज अलि बढी रहेछ गाडीको होइन, 100 किलोमिटर हिँड्नलाई। तर बिहानदेखि साँझसम्म टाइम लाग्दो रहेछ। हामी त्यहाँ तिर्यौँ अलिकति बढी पैसा त्यहाँनिर तिर्यौँ र सबै खर्च अब आउने जानेको हेर्नु पऱ्यो होइन। वान वेको हेरेर भएन, टु वेको सबै गर्दाखेरि एकजनाको खर्च मैले टोटल जोड्दाखेरि उताको खाना सबै कुराहरू एक्सपेन्सिभ हुन्छ। किनभने सिजनेबल के अरे व्यापारहरू हुन्छ नि त, उहाँ त सबै होटेलहरूको व्यवसाय भनेकै सिजनेबल हो, सधैँभरि खुल्दैन। अब एक्सपेन्सेसको कुरा गर्नुपर्दाखेरि चाहिँ त्यही नै हो, 27,000 देखि 28,000 लाग्यो मलाई चाहिँ। मेरो दाइलाई सेम त्यस्तै भयो होइन। हामीले चाहिँ अब खानामा पनि फरक पर्छ, कस्तो खाना खाने के खाने होइन। चिकन खानाको त तपाईँको 750सम्म पनि पर्छ उहाँ होइन। उस्तै पऱ्यो भने 1000सम्म पनि पर्नसक्छ। सादा खानाको 550सम्म पर्नसक्छ। अब त्यो त आफूले प्रि प्लान माइन्ड मेकअप बनाएर जानुपर्छ होइन।
अनि अरू भनेको चाहिँ अब घुम्न जानलाई कस्तो छ त ठाउँ भन्दाखेरि अब यति माइन्ड मेकअप गर्नु पऱ्यो कि अब बाइकमा जानुहुन्छ भने चाहिँ सिङ्गल जानु भन्छु म चाहिँ अलिकति कन्डिसनमा छ बाइक भनेपछि बाइकमा पनि जान सकिन्छ नजान सकिने होइन तर अलिकति अफरोड छ वहाँ लमजुङदेखि चाहिँ हाम्रो खाङसा जहाँ चाहिँ हाम्रो बाइक पुग्छ जहाँ चाहिँ हाम्रो गाडी पुग्छ त्यहाँसम्म चाहिँ अलिकति अफरोड नै छ जान चाहिँ सकिन्छ गइ पनि राख्नु भएको हुन्छ सबै धेरै राइडरहरू अनि अर्को कुरा गर्नुपर्दाखेरि चाहिँ अब जाने कि नजाने कस्तो ठाउँ छ भन्दाखेरि चाहिँ अब हामीले मुस्ताङलाई कम्पेयर गरेर हेर्दाखेरि चाहिँ मनाङ चाहिँ अलिकति गाह्रो छ तर त्यति धेरै गाह्रो छैन कि जो जान नसक्ने त्यस्तो पनि छैन होइन तर जान सकिन्छ हामीले चाहिँ यति माइन्ड मेकअप के गर्नु पऱ्यो भन्दाखेरि अलिकति अल्टिट्युड सिकनेसको प्रब्लम हुनसक्छ होइन हजुरले औषधि लिनु होला किनभने चाहिँ 4919 को एल्टिट्युडमा जाने हामी चाहिँ त्यही भएर त्यही अनुसारले प्रिपेयर चाहिँ हुनुपर्छ बाँकी भनेको त अब पाहाडतिरको खाना यताउता सबै त्यो कुराहरू चाहिँ एकदम राम्रो नै हुन्छ होइन उताको अब उहाँहरूले हामीलाई गर्ने बिहेभियर सबै राम्रो हुन्छ होइन अब अलिकति टुरिस्ट एरिया हो त्यही भएर अलिकति एक्सपेन्सिभ चाहिँ छ होइन जति हामी पश्चिमतिर घुम्न जान्छौँ त्यति हामी पूर्वतिर घुम्न गयो भने चाहिँ अलिकति एक्सपेन्सिभ नै पर्छ त्यो कुराले चाहिँ माइन्ड मेकअप गर्नै पर्ने हुन्छ हामीले त्यही नै हो अब अरू कुरा चाहिँ के नै छुट्याएर मैले भन्नुलाई होइन हामी चाहिँ गाडीबाट गाडीबाटै आयो होइन हामी चाहिँ त्यही 5 देखि 6 डेज भनौँ न 6 डेजमा हामी घर आइपुग्यो घरबाट गएर घर आइपुग्यो क्या हामी चाहिँ गाडीमा राति एकदम धेरै हिँड्यौँ अलिकति रस टाइपले नै हिँड्यौँ होइन अब अलिकति जति दिन बढायो त्यति नै कस्टिङ बढ्दै जाने अब प्राइस त बढ्दै जाने किनकि होटल चार्ज खाना चार्ज सबै बढ्ने त हो नि तर हामी चाहिँ जस रमाइलो गरेर हामी त्यसरी कम्प्रोमाइज पनि गरेनौँ अब अलिकति हजुरहरू चाहिँ अब ड्रिङ्क्सहरू गर्नुहुन्छ यताउता गर्नुहुन्छ भने चाहिँ हजुरको कस्टिङ चाहिँ बढ्न जान्छ अलिकति ठिक्क टाइपको रमाइलो गर्नुहुन्छ भने चाहिँ कस्टिङ चाहिँ त्यही नै हो अनि तिलीचोको अब भिडियो चाहिँ हेरिसक्नुभयो हजुरले के कस्तो लाग्यो होइन कमेन्ट गर्नु होला त्यही नै हो अब फेरि नेक्स्ट भिडियो ल्याएर फेरि आयो भने भिडियो अपलोड हुन्छ त्यही नै हो है त्यही नै भन्छु त्यही हो थ्याङ्क्स फर वाचिङ द भिडियो गाइज सी यू अन नेक्स्ट भिडियो है त